वेलकम छ है हजुरलाई मेरो भ्लगमा ल भन्नु न ल तिमीलाई पनि वेलकम छ हाम्रो पुन समाजको के अरे आज भूमि पूजाको दिन होइन सबै आएकोमा धेरै धेरै खुसी छु ल आउनु नि त खानेकुरा के छ ल हेर खानेकुरा यहाँ आलुदम हो यो है अनि यो के अरे हाम्रो गाउँको ढोकाएर कल्ला यो निउरो र के अरे भट्ट हजुर हाम्रो काठमाडौँको तर्फबाट भूमि पूजाको सिलसिलामा हजुर जो हेर्दैछन् भने सबैलाई नमस्कार र नचिन्ने मान्छे नचिन्ने मान्छे सबैलाई ल धन्यवाद अनि के अरे कस्तो लागेछ त नि हजुरलाई आज यो भए पूजा हजुर रमाइलो लागेछ बहुत राम्रो लागिरहेको छ तपाईँहरूले आएर खाना दिन्छौ त्यसो बादमा युनिफर्म लगाएर आएको त्यसको बादमा हेलो नमस्कार सम्पूर्णमा आज म न्यू डे न्यू भ्लग लिएर आएको छु आज चाहिँ हामी पुन समाज काठमाडौँबाट भूमि पूजा हुन लागेको छ हामी चाहिँ त्यहीँ जान लागेको छु हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ यदि मनपर्छ भने लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सिनु होला भन्दै आजको मेरो लुक चाहिँ यस्तो छ ल अब चाहिँ हामी उतै गएर भेटिनेछौँ भिडियोलाई चाहिँ यदि हजुरलाई मनपर्छ भने अन्तिमसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला भन्दै हामी चाहिँ अब उतै गएर भेटिन्छौँ है त पूजा हुँदैछ आज भूमि पूजा यो चाहिँ पनि मेरो भ्लगमा वेलकम नाम भनिदिनु नि त अनुपुन हो नमस्कार म त पुजारी ल वेलकम मेरो भ्लगमा आजको पुजारी म यो के छ त नि आज के छ नि के छ भनिदिनुस् न यहाँ चाहिँ के छ नि छ्याङ अनि खिर यी छ्याङ है तपाईलाई छ्याङ यो खिर यो पूजा गरेको प्रसादहरू हो त्यो है प्रसादहरू अनि माथि चाहिँ छ खाने यो चाहिँ पूजा गरेको भालेको मासु हो यो प्रसाद सबैलाई माथि छ किसिम किसिमको प्रकार एन्जल ल हाई भन्नु न हेलो थाहा छैन मेरो हजुर पनि ल हजुरले नि हाई भन्नु हाई भन्नु कस्तो छ मिठो छ च्याङ पोक्यो हजुरको स्वागत छ ल भ्लगमा स्वागत छ हजुरलाई ल हाई भनिदिनुहोस् आइसर भन्नु न ल ल थ्याङ्क यू सुन्नु त नलैदा त नि बहिनी आज पूजाको प्रसाद छ जति खानुपर्छ यो चाहिँ खिर भयो अनि यहाँ चाहिँ भालेको मासु
त्यो माथि खाएर हजुर हाल्ने त्यहाँ छैन यहाँ मात्रै छ त्यो त मैले खोजिदिइरहेको यहाँको चाहिँ ग्यास बन्द गर्नु हुन्छ बहिनीले पाल्नु वेलकम छ है हजुरलाई मेरो भ्लगमा ल भन्नु न ल तिमीलाई पनि वेलकम छ हाम्रो पुन समाजको के अरे आज भूमि पूजाको दिन होइन सबै आएकोमा धेरै धेरै खुसी छु ल आउनु नि त खानेकुरा के छ ल हेर खानेकुरा यहाँ आलुदम हो यो है अनि यो के अरे हाम्रो गाउँको ढोकाएर कल्ला यो निउरो र के अरे भट्ट त्यहाँ अचार यहाँतिर सेलरोटी छ मैले हालेको सेलरोटी हाल्ने मान्छे चाहिँ यता हुनुहुन्छ है यहाँ नि हो दुईजना सेलरोटी हाल्ने मान्छे धन्यवाद है सबैलाई धन्यवाद ल यता यता नि भन्न आउनुहोस् ल यो पोहे त मुन्नु बहिनीले बनाएको हजुर यो दुईटा पोहे त यो नि सेलरोटी हो ल हजुरलाई धेरै धेरै धन्यवाद है अलि यता आउनु त यता चाहिँ राम्रो हुन्छ ल धन्यवाद है हजुरलाई यति धेरै सेलरोटी हालिदिनु भएको छ अनि के अरे आलुदम यताले बनाउनुको होइन आलुदम यो सबै परिकार चाहिँ उहाँ दिदीले बनाउनुको उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद के अरे पुन समाज काठमाडौँको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो भ्लगबाट ल है हजुरलाई ल यहाँ सबै बसेर खाँदै हुनुहुन्छ अब हामी पनि खाने पुन समाज काठमाडौँको सदस्यहरू सबै ल हेलो
भनिदिनु त ल मेरो ब्लगमा। नमस्कार, कस्तो छ आजको खाना? मिठो छ? ए हजुरको घर कता हो नि भनिदिनुहोस् त। हजुरको घर कता हो नि? मेरो मनमै। ए ल कस्तो लाग्छ हजुरलाई? मिठो छ? ल ल दिदी ल वेलकम छ है हजुरलाई मेरो भ्लगमा। ल दिदीले भेनासँगै बस्नु रहेछ। ल कस्तो लागेको छ आजको खानेकुरा? साह्रै एक्सिलेन्ट हो एक्सिलेन्ट। ल हाई भनिदिनु नि त एकचोटि। ल नमस्कार है भेनालाई। ल नमस्ते, वेलकम छ मेरो भ्लगमा हजुरलाई। हजुर कस्तो लाग्यो त नि आजको खानेकुरा हजुरलाई? ल हस् थ्याङ्क यू। हेलो नमस्कार हजुर। कस्तो छ त नि आजको खाना हजुरलाई कस्तो लाग्यो? खाना कस्तो लाग्यो त नि हजुरलाई? एकदम मिठो ल साह्रै मिठो बनाएको छ नानीहरूले मलाई मन परेन ए हजुर हस् थ्याङ्क यू। के भन्छ ढकायो हजुर बाई बाई भनिदिनु नि त एकचोटि। बाई बाई भनिदिनु नि त। थ्याङ्क यू। ल हस् ल हजुरलाई नमस्कार नमस्कार छ है, वेलकम छ मेरो भ्लगमा हजुरलाई। कता गयो रमाइलो कस्तो भएछ त नि आज? एकदम राम्रो रमाइलो लाग्यो। हामीले चाहिँ अब यति मिठो मिठो खाना बनाउनु भएछ हामी त तपाईँहरूलाई एकदम धन्यवाद है। हस् थ्याङ्क यू। ल बाई बाई भनिदिनु नि त एकचोटि। नमस्कार काका। ल कस्तो भयो रमाइलो बस आज? जान खाइन्थ्यो हजुर हजुर गाउँमा बनाएको याद आयो। हजुर राम्रो खुसी लाग्यो हजुरलाई? ल थ्याङ्क यू है काका। ल बाई बाई भनिदिनु। बाई बाई भनिदिनु त। ल हस् थ्याङ्क यू। ल हजुरलाई वेलकम छ है मेरो भ्लगमा। हजुरको नाम भनिदिनु नि त एकचोटि। हजुरको नाम भनिदिनु नि त। हजुर ए हस्। हजुरको पुर्ख्यौली घर कता हो नि? ए खाइसक्नुभयो हजुरले कि खानु भएन? छ्याङ कस्तो छ त नि आजको भए पूजाको छ्याङ? ए राम्रो छ? हस् ल बाई बाई भनिदिनु नि त। ल नमस्कार श्यामा। ल हजुरलाई आजको यो खानामा सबैभन्दा मनपर्ने चाहिँ मिठो चाहिँ कुन लाग्यो त नि? हजुर ढोकाई। काठमाडौँ बसेर पनि ढोका खानु पाउनु छ है? मिठो बस होइन? ए हजुर। हेलो वेलकम छ है सबैलाई। ल वेलकम 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 वेलकम। जो कसैले जहाँबाट हेर्दै हुनुहुन्छ हजुर मेरो हजुर है हजुर हाम्रो काठमाडौँको तर्फबाट भूमि पूजाको सिलसिलामा हजुर जो हेर्दैछन् भने सबैलाई नमस्कार। र नचिन्ने मान्छे नचिन्ने मान्छे सबैलाई ल धन्यवाद। अनि के अरे कस्तो लागेछ त नि हजुरलाई आज यो भए पूजा? हजुर रमाइलो लागेछ? बहुत राम्रो लागिरहेको छ। तपाईँहरूले आएर खाना दिन्छौँ त्यसको बादमा युनिफर्म लगाएर आएको त्यसको बादमा तपाईँहरूले मानेको खाना पाउँदाखेरि बहुत खुसी लागिरहेको छ। हजुर यस्तै प्रकारको दिनहरू आज आओस् हाम्रो गाउँ याद आइरहेछ। ए हजुर हजुरको घर चाहिँ कता हो नि? पुर्ख्यौली घर चाहिँ पाउदारमा ए पाउदारे हो? ए सभाखुसीमा बस्दैछु। ए हजुर हजुर हस् थ्याङ्क यू। यति हजुर हस् थ्याङ्क यू है। बाई 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 भनिदिनु। बाई बाई भनिदिनु त ल एकचोटि। हजुरको नाम के हो? हजुरको घर कता हो नि? हजुरको घर कता हो नि? हजुर नाम चाहिँ अनि अहिले यहाँ काठमाडौँ म्यापीमा बस्छु। हजुर मेरो घर चाहिँ चितवनतिर आजको
भयो पूजा कस्तो लागेछ त नि हजुरलाई हजुर ए हस् हस् ल दुःख गर्नुभएको थियो सबैलाई आशीर्वाद छ हस् थ्याङ्क यू बाई 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 ल ल ल ल दिदीलाई वेलकम छ है मेरो भ्लगमा हजुरलाई ल कस्तो लागेछ त नि आजको खानेकुरा हजुरलाई भन्नुहोस् त ल मिठो लागेछ सबैभन्दा यो खानेकुरामा कुन मन पर्यो नि हजुरहरूलाई यो चाहिँ के हो नि ऐसेलु ए काठमाडौँ बसेर ऐसेलु खाने हुनुहुन्छ ल ल थ्याङ्क यू है ल यहाँ यता चाहिँ दिदीमा चाहिँ जाउँ ल हजुरलाई फेरि पनि वेलकम छ आजको खाना कस्तो लाग्यो ल एक दुई शब्द भनिदिनुहोस् त खाना एकदमै मिठो लाग्यो नानी हजुर गाउँको झलको आयो है हजुर गाउँमा हामीले यसै बुझेर खाएको आजको फेरि सम्झना आयो तपाईँले भिडियो गर्नुभएकोमा धेरै धेरै धन्यवाद हजुर थ्याङ्क यू काठमाडौँ बसेर पनि ढोकाई गुन्द्रुक भटमासहरू खानु पाउँदा कस्तो लागेछ त नि आज हजुरलाई एकदम राम्रो लाग्यो खुसी लाग्यो काठमाडौँ बसाइ हजुर गाउँको खाना खाएर हजुर मलाई चाहिँ एकदम खुसी लागेको छ गाउँको थ्याङ्क यू यति राम्रो कम्प्लेनको लागि अनि बाई बाई भनिदिनु नि त ल बाई बाई थ्याङ्क यू ल एन्जललाई स्वागत छ फेरि पनि वेलकम गरेँ है यहाँ चाहिँ उस रहेछ ल काठमाडौँ बसेर पनि आज ऐसेर खानु पाउनु भएको छ कस्तो लागेछ त नि हजुरलाई राम्रो लागेको छ ए ल ल एक दुई शब्द भन नि त के कस्तो लागेछ आज रमाइलो लागेछ ल ल बाई बाई भनिदेऊ नि त एकचोटि वेलकम छ है हजुरलाई मेरो ब्लगमा खाना मिठो छ है आजको गाउँको खाना है भटमास गुन्द्रुकहरू निउरो खाना पाउँदा एकदम खुसी हुनुहुन्छ हजुर ए ल हजुरलाई पनि फेरि वेलकम छ्याङ कस्तो छ त नि पनि पाउन भन्नु पर्यो आजको दिनलाई त्यही भए पनि सबै आइदिनु भयो धेरै धेरै खुसी छौँ धेरै धन्यवाद छ हजुरहरूलाई आएकोमा भविष्यमा पनि यसै गरेर आइदिनु होला भूमि पूजाको सातो लिनुहुन्छ उहाँले सातो लिएर यहाँ दान दिनुभयो ल ल ल यता यता कता कता पानी नसेपेको यो थालै भएन क्या आएको साथै यो एलाउन्स गरिदेऊ कि हेर्दै गरिदेऊ
हामी भूमि पूजामा गएर पनि घर फर्किसक्यो अनि अघि मैले उता भिडियो इन गर्न चाहिँ बिर्सेछु कि साथीहरू एकदम रमाइलो भएको थियो नाच्दा नाच्दै हामी त बिर्सिसकेछ घर आउने हतार पनि भयो त्यही भएर मैले चाहिँ भिडियो इन चाहिँ घरमै आएर गरेँ अनि हजुरलाई मेरो भिडियो कस्तो लाग्छ यदि मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै अब हामी नेक्स्ट भ्लगमा भेटिनेछौँ बाई बाई थ्याङ्क यू फर वाचिङ माई भिडियो